guys, welcome to my vlog. Dakka हैन ओइ 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 अब हामी अरिङ्गाल भन्दा कालो देखिन थाल्यो हैन। अब राति राति प्लानिङ गर्दैछौँ हामी मौसम हेर्न जाने। जे हो भने जान्छौँ कि यतिको चाहियो क्या। थ्याङ्क यू गुड बाई। हामीलाई मान्छेले कुट्न त कुट्दैनन् नि। ल र यहाँको गाडीको हालत यस्तो नि, यति उकालो चढ्न सक्दैन, बल्ल बल्ल ठुक्क चिन्द कि यसको केही बोके आएन, खाली गाडी पनि थोत्रो मुला मलाई बौला जस्तो नबोलै केटी मान्छे भने। उठेबाट जान्छ त्यहीँबाट झरेर जाने कहाँ हुन्छ नि होइन नि। कस्तो के त्यस्तो भात खाने नि मौसम हेर्न जाने जाने नि के यत्तिकै कटु लाएर। थ्याङ्क यू। म नि यस्तै कार किन्छु भविष्यमा पक भनेर त के भन्नु छैन। मामाले त्यसरी चेक गर्दै हुनुहुन्छ बत्ती बालेर। बाई बाई मामा भनेर मैले सुन्ने गरी भनौँ भने त मारिहाल्छ नि, त्यही भएर म नसुन्ने गरी मात्र भन्छु। यो यहाँ पिली 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 गरिरहेछ नि त चेकिङमा, त्यही पनि भो भो नसिका अब यो कालो न कालो मान्छे ती माथि अँधारोमा होइन। सिसी क्यामेरा यहाँ छ। तिमीलाई सम्झेर खोइ बनाइसक्यो, हिजै बनायो नि त यार। तेरो त गफै त हो नि। माझी टारतिर आइसी त केही छैन यार, घरतिर बालेको हेर नि त्यहाँ के छ। रिल्याक्स स्पा के अरे के हाउस भन्ने बरु छ एउटा यहाँ, अरू केही छैन। त्यही पनि मेरो यो छ यो आएर मसाज गर्दा नि हुन्छ। मसाज सेन्टरले भने सुने हो देखे हो, स्पा हाउस भनेपछि त्यही त होला। बरु पर मिली 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 गरिरहेको छ यार, खतरा देखिरहेको थियो एउटा घर छैन हो माझी टारमा त के छैन। आउनु हो के भन्छ
आबै काटेर म भन्न त लागेको छु मैले मासला ल भाइ आयो भने रिसा होला होइन ल मजिलो गयो मजिलो ढुङ्ग्रे बास के हो म कसैको कुरा बुझ्न सक्दिनँ उहाँ तल पनि होटेल छ यार यो होटेल हो क्या माथि यस्तो ठाउँमा होटेल बनाएर के बिक्री हुन्छ भने अब हुनु त फेरि मेरो माया शीतल आर्मी ब्यारेकभित्र दामी देखिरहेको छ क्यामेरा नटिपेर मात्र हो त्यही त भनिनँ उहाँ जाने क्या मौसम मेरो माया शीतल जान चाहिए श्री 9 नम्बर बाहिनी अड्डा द्याट इज दसैँ के अरे तिहार लाग्यो हो जस्तो चाहिँ बनाएको है मलाई खुसी लाग्यो त्यताबाट बाटो छैन क्या मान्छे घर सुतिसक्यो होला नि झन्नै मारेर यार नजाने यार त्यताबाट मान्छे झन् भन्ने अर्का घरको टुक्कोबाट जानुपर्छ कराइहाल्छ नि यार आयो भने आयो यो ठ्याक्कै र यतिखेर पानी नै हिँड्दै रहेछ म पर अनि त मारिन यहाँ तल छ नि एउटा पानी यता क्या यो खोल्छ के भन्छ यो तलतिर जाने बाटोमा छ क्या यहाँ टक्क फुल हालेर कस्तो बल देखिने के थाहा मलाई नुन चाहिएमा सम्पर्क गर्नु होला बुद्धनगर भन्ने ठ्याक्कैमा कस्तो देखिएन क्या तर नदेखिँदो रहेछ र मात्र देखाइदिन्छु म मेरो माया शीतल जान चाहिए अब त ठ्याक्कै बन्द नै हो झन् अँध्यारो छ यताबाट जाने बाटो त लाग्यो पर्छ गुड बाई आई लभ यु